मेरो त जबै छैन, डिपोजिट चाहिँ यसो उसो जोडेको छौँ, घर किन्न मन छ, ब्याङ्कले लोन दिन्छ कि दिँदैन? बुढा मात्रै इम्प्लोइड छ, एकजना मात्रैको इन्कमले लोन दिन्छ कि दिन्न? यस्तो खालको क्वेसन चाहिँ सोसियल मिडियामा मेन गरी हामीले खुब पाउने गर्छौँ। त्यो सोसियल मिडियामा आउने म्यासेजहरू, धेरै म्यासेजहरूमा यस्तो क्वेसन सोधिएको हुन्छ। ब्याङ्कले लोन दिने कि नदिने भनेर हेर्दाखेरि हाउसहोल्डमा जतिजना छन् सबैको काम हुनुपर्छ भन्ने छैन। तपाईँको एकजनाको इन्कमले पनि, यदि इन्कम सिग्निफिकेन्टली राम्रो छ भने तपाईँले खोजेको लोन पाउन सक्नुहुन्छ। अझ यसलाई अलिकति फरक हिसाबले भने मैले ब्याङ्कले लोन दिने कि नदिने भन्दाखेरि चाहिँ तपाईँको हाउसहोल्ड इन्कम कति छ त्यो अनुसारमा तपाईँलाई लोन दिन्छ, सबैजना इम्प्लोइड हुनुपर्छ भन्ने छैन। त्यसले गर्दा हजुरको पनि घर किन्ने सोच छ, तर मेरो इन्कमले पुग्छ कि पुग्दैन होला, मेरो सेभिङले पुग्छ कि पुग्दैन होला, मैले किन्न सक्छु कि सक्दिनँ होला भन्ने खालको क्वेसन यहाँको माइन्डमा छ भने मलाई जुन मिडियामा यहाँले हेरिरहनु भएको छ त्यही पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अथवा म यता मेरो बायोमा कतै मेरो कन्ट्याक्ट नम्बर छोड्नेछु, यहाँहरूले मलाई कल गर्नु भने यहाँहरूको पर्सनल सर्कमस्टेन्सेसलाई नै ध्यानमा राखेर, यहाँहरूको पर्सनल सर्कमस्टेन्सेसलाई नै हेरेर हजुरको अहिलेको पोसिबिलिटी के छ र भोलि फ्युचरमा के गर्दाखेरि तपाईँले चाहेको प्रपर्टी लिन सक्नुहुन्छ, यसको बारेमा म तपाईँहरूलाई गाइड गर्नेछु। हजुरहरूको दिन शुभ रहोस्। धन्यवाद।